कस्तो रुड रिप्लाई आउँछ के छैन कुकुर सुकुर देखे छैन यस्तो टाइपको के हामी चोर्न गएको त होइन नि त त्यो घरमा हुन त मान्छेहरू सबै एकनासको त हुँदैन होइन सबैको फिलिङ सेम पनि हुँदैन तर पनि कहिलेकाहीँ बुझ्दै हुन्थ्यो भन्ने जस्तो हुने म त कति खुसी भएर आएको नि त हिजो बेलुका त बागलुङ म त्यो 2.5 घन्टा कतिखेर कटाएँ थाहा नै भएन कि मलाई किनकि ला अब भेटियो भन्ने भयो नि त हिजो ला अब भेटिन्छ भन्ने भयो अनि भेटिन्छ भने पछाडि ला भाइहरूले खोजेर राख्दै होला भनेर कति त्यो 2.5 घन्टा त म बागलुङ कतिखेर स्कुटरमा आइपुगेँ थाहै भएन अनि आउँदाखेरि त हामी रातभरि हिजो 10 बजेसम्म यहाँको भाइहरूले चाहिँ 6-7 जना भाइहरू एकदमै हेल्प गरिराख्नु भएको छ अनि उनीहरू अझै पनि खोजिराखेको छन् यता म यो साइडतिर छिरे अरू भाइहरू पनि खोज्दै हुनुहुन्छ उहाँहरूलाई मैले चिनेको त छैन तर पनि यति हेल्प गरिराख्नु भएको छ तर भेटिरहेको छैन अनि त्यो भाइहरूलाई पनि एकदम म त मेरो भक्कु भेटायो भने त म एकदमै धेरै आभारी हुन्छु के यो बागलुङवासीहरूप्रति त साच्चीकै यतिका दिनसम्म के खायो होला बिचारा त्यो हिजोको भिडियोमा हिँड्न नसकेर थाकेको जस्तो देखिन्छ अनि थोरै वर्ष 1-2 वर्ष 1-2 महिना बसेको भए पनि हुन्थ्यो यत्रो 7-8 वर्ष सँगै बिताएको कुकुर है एउटा परिवारको सदस्य जस्तै हुन्छ पहिला त त्यही पनि त्यति साह्रो वास्ता हुँदैन थियो हैन तर अब जब मेरो साथमा मैले माया गर्ने मान्छेहरू हुनुहुन्न उनीहरू नभएपछि झन् पेनफुल हुने के त्यो उनीहरूको चीजहरू हराउँदा जब एउटा माया गरेको एउटा चिनोलाई पनि बचाउन सकेनस् भने जस्तो हुन्छ के आफूलाई अब अरू त फर्केर आउने आश छैन है आफूले माया गरेको मान्छेहरू अब फर्केर आउँछ भन्ने आश त छैन तर यो भक्कु चाहिँ भेटिन्छ कि भन्ने एउटा आशले भौतारिरहेको छु अब त फर्किनु पर्छ होला भेटिन्छ जस्तो लागेन हजुर अब फर्किने होला किन रोइछौ त नि फेरि रुन मन लाग्छ नि त बुबा कुकुर हरायो मन्तर गरेर रानी निकाल्दिन्छु ल राते है ल मैले देखेसम्म खबर दिन्छु है सानो म यसो गाउँ डुल्दै गर्छु हजुर अहिले देखेछु यहाँ आउन नि हो त्यो त झुल्दैन होला दिदी भेटिन्छ चिन्ता नगर्नु अब यतातिर जान्छौँ अब यतातिर खबर त गरे अलिअलि है यति
भए पनि उहाँहरूले एउटा बहिनी खोज्न आएको थियो भन्ने त हुन्छ। कसको बाबा है? हजुर बाबा, हजुर ए कुकुर बेच्दैन है? अह भेटेन नि। यो मात्रै भयो त। के त्यत्रो खोज्यो खोइ केही हतपत्त छैन। अब के गर्नु त? खोइ भरेसम्म भेटिन्छ कि? नि त्यत्रो खोज्दा पनि नपाउने भन्दैछ। त्यस्तै अब त त्यही हो कि रे। अब कहाँ कुन जङ्गलमा कता गयो कि कता टाढै गयो कि? खोइ गुन्नी त्यही हो, त्यही देखेको भन्नु एकजना भाइले अनि खोज्दै हुनुहुन्छ के सबैजना मिलेर उता पनि। हामी चाहिँ यता पञ्चकोट भन्ने गाउँतिर खोज्दैछौँ। नानी कता थाहा छैन। हामी त्यतिकै अनि बुहारी के गरेछ? के अरे यो तल कुचीको त्यो आमासँग उता कता महेन्द्रपुरतिर जान्छौँ भन्थ्यो कि? ए ल ल ल ल खाजा खानु? खाजा के खान्छ? खानु न के छ त्यही त्यही। ल ल ल सोधे पनि अब आज भेट्यो नभए त्यो बोल्यो पर्क्यो भक्कु भन्दा चिच्चान एकचोटि आउँछ कि बोला त। ओके बिचार कति भोग्यो होला कि भन्दा नि कति खुट्टा दुख्यो होला। जति चाहिँ वही भएको हुँदैन फेरि खागो त नि के नरुनी अब जान्नु तलतिर भक्कु भन्ने चिच्चाउँदै घर जान्ला। बेलुका भयो नि यत्रो खोज्यो कता नि। दाइले पनि खोजिदिन्छ कि